घुमफिरकै क्रममा आज हामी छौँ कीर्तिपुरको चोवा डाँडामा अवस्थित अनौठो र ऐतिहासिक महत्त्व बोकेको आदिनाथ मन्दिरमा। यस मन्दिरलाई आदिनाथ लोकेश्वर मन्दिर पनि भनिन्छ र आदिनाथ लोकेश्वरलाई करुणाका देवताका रूपमा पनि पुजिन्छ। यो मन्दिर निर्माणको एकिन तिथि थाहा नभए तापनि यो लगभग 15औं शताब्दीमा निर्माण भएको मानिन्छ। यो मन्दिरको वास्तुकला परम्परागत र प्यागोडा शैलीमा निर्माण भए तापनि यस मन्दिरको मेन विशेषता भनेको यहाँका भित्तामा टाँसिएका भाँडाकुँडाहरू नै हुन्, जसले यस मन्दिरको अनौठो विशेषता झल्काएका छन्। भक्तजनहरूले आफ्ना दिवंगत आफन्तको सम्झनामा यस्ता भाँडाकुँडा चढाउने गर्दछन्, जसलाई एक प्रकारको श्रद्धा र स्मरणको प्रतीकको रूपमा पनि लिइन्छ। साथै यो मन्दिरसँग अर्को विशेष मान्यता पनि जोडिएको छ। कतिपयको विश्वास छ कि यहाँ आएर व्रत बस्नाले वैवाहिक सम्बन्धमा समस्या आएमा वैवाहिक सम्बन्ध सुधार हुन्छ। यो मन्दिर बौद्ध र हिन्दू दुवै धर्मावलम्बीहरूका लागि विशेष महत्त्वपूर्ण छ। यदि तपाईँ यो मन्दिरमा यसभन्दा अगाडि आउनुभएको छैन भने एकपटक यहाँ आएर यहाँको अनौठो संस्कृति र परम्पराको अवलोकन गर्न सक्नुहुन्छ। साथै यस्तै नयाँ भिडियोको लागि हामीलाई फलो पनि गर्नुहोला।